पक्रिने लु लु पक्रिनुहोस् त सर फ्याक्दिन्छ है फाल्दैन फाल्दैन हेऱ्यो मेरो बुढी छ यहाँ यस्तो परिरहेछ हेलो गाइस हामी चाहिँ आज यहाँ मायालु सेल्टर होममा छौँ है प्री क्रिसमस सेलिब्रेसन मनाउनु आएको हामी धेरै खुसी छौँ र हामी एकदमै यहाँनिर अहिले सबैजना इन्जोय गरिरहेको छौँ है भर्खरै आइपुगेको सेल्टर होममा अनि यो मेरो पछाडि देख्नुहुँदैछ सबैजना यहाँ चर्चको हाम्रो मण्डलीहरू हुनुहुन्छ हाम्रो एल्डर बाउहरू हुनुहुन्छ है एल्डर दिदीहरू हुनुहुन्छ आन्टीहरू हुनुहुन्छ अनि सबैजना हुनुहुन्छ है आज हामी यहाँ सबैजना है एउटा सेल्टर होममा प्री क्रिसमस सेलिब्रेसन गर्नु आएको है अनि टाइम निकालेर अन्त आज चाहिँ म खुसी लागिरहेछ सबैको अगाडि यसरी हामी स्प्याम विशेष र हामी एकदमै खुसी थियौँ है अनि यहाँ बुढी पनि आउँदैछ मेरो अब हेर्नुहोस् है यहाँ बुढी मेरो के हो अन्त हामी कति धेरै खुसी छौँ अनि आजको यो दिन चाहिँ हामी सबैजना यहाँको सबैजना नानीहरू भयो धेरैजना छ है सेल्टर होममा बस्नेहरूको उहाँको लागि हामी यो प्रिसियस टाइम सबैलाई दिनेछौँ है अनि धेरै एक्साइटेड पनि छौँ हामी होइन अनि यो चाहिँ मेरो लागि फर्स्ट टाइम हो है मलाई पुरा मन थियो यो म एक दिन जान्छु यसरी गर्छु भनेर तर फर्चुनेटली म यति साह्रो ब्लेस थिएँ आज हामी यहाँ आइपुग्यो सेल्टर होममा है हामी सेवा गर्नु लागि है मानिसहरूको लागि है अनि खुसी छौँ र हामी जति सक्छौँ मनदेखि है हामी गर्नेछौँ उहाँहरूको लागि है अनि काहीँ पनि छुट्छ होला अनि त्यो चाहिँ अब कतिवटा कुरामा है हामी त्यसमा हामी अब माफी माग्छौँ है उहाँहरूलाई मनदेखि र हामी जति सक्दो मनबाट हामी गर्नेछौँ लस यहाँ चाहिँ हाम्रो आन्टी दाजुहरू है हाम्रो सिनियरहरूले किचनपट्टि लागेर अहिले गर्नुहुँदैछ है नम्बर हाम्रो चियाहरू बनाउँदैछ कुमार दाजु हुनुहुन्छ यहाँ दाजु हुनुहुन्छ यहाँ आन्टीहरू बनाउनुहुँदैछ पपकर्नहरू बनाउनुभएछ आन्टी के भन्नुहोस् न हेलो जय मसी आज हामी यहाँ मायालमुमा आएको छौँ हजुर हाम्रो यहाँको दिदी बहिनीहरूसँग हामी समय बिताउनु किन भन्दै गर्दा चाहिँ अहिले क्रिसमसको टाइम छ नि त है अरू बेला पनि हामी आउँछौँ तर यो समय चाहिँ हामी एउटा स्पेसल है एउटा परमेश्वरले हाम्रो प्रेम देखाउनु भएको छ अनि त्यही प्रेम चाहिँ हामी लिएर यहाँनिर आएका छौँ अनि हामी खुसी छौँ आज दिनभरि हामी उहाँहरूसँग बिताउँछौँ हुन्छ अङ्कल तपाईँ पनि एकदमै यहाँनिर मायालमो सेल्टर होममा आएका छौँ उहाँलाई सेवा पुर्याउनु हामीले एकाअर्कालाई माया गर्नुपर्छ भन्ने चाहिँ हाम्रो यीशुले सिकाएको छ र हामी यो कुरा गर्नु एकदमै हामी इन्जोय गरिरहेको छौँ यहाँनिर ल हुन्छ थ्याङ्क यू कतिको जाडो रहेछ आन्टी पानी यो भिडियो गरेर पानी तातै छ यहाँ साह्रै चिसो छैन यहाँ हाम्रो जुलिन दाजु एकदमै इन्जोय गरिरहनु भएको छ चिया चिया पिउँदै म चाहिँ यहाँ आउनुको लागि चाहिँ हिजो बेलुकै रेडी भएर अनि एकदम खुसी लाग्यो यहाँ आएर सबैजना भेट्नु पाउँदा है आफूलाई नै अलिक आशिष फिल भयो है हजुर अनि म खुसी छु आज है धेरै कुराहरू छ है च्यालेन्जहरू छ लाइफमा भने कमाउनु पर्ने हुन्छ धेरै कुरा सबै कुरा छोडेर चाहिँ हजुर आज हामी यहाँनिर त यो इम्पोर्टेन्ट देख्यो है हामीभन्दा इम्पोर्टेन्ट पर्सनहरू त यहाँ रहेछ है यहाँ आएर चाल पायो है अनि त्यो मेरो कतिवटा कुरा त मैले बिर्सेँ यहाँ आउने बित्तिकै है एकदम एकदम थ्याङ्क यू थ्याङ्क यू आज हामी यहाँ क्रिसमस मनाउन आएको छौँ है उहाँ त मेरो आमा जस्तो हुनुहुँदो रहेछ है यता आउनु यता यहाँ दिदी छ दिदी यता हेर्नु न दिदी यस्तो मेरी क्रिसमस भनिदिनुहोस् न क्यामेरा यस्तो गरिदिनु न यसो गर्नु त यसो गरिदिनु न यहाँ खुसी हुनुहोस् ल सधैँभरि ल यता यता दिदी तपाईँको नाम चाहिँ डोमा हाई भन्नु सबैलाई भेट जान्छु के गर्न तपाईँको नाम के हो तपाईँको नाम के भन्नुभयो मुन मसी अलिक टाढो गरौँ न जय मसी भन्नुहोस् न यहाँ भन्नुहोस्
तपाईँको नाम चन्द्रकला कति राम्रो हुनुहुन्छ रहेछ यता दिदी पनि जमुना दिदी हुनुहुँदो रहेछ यहाँनिर है जमुना दिदी जयमसी तपाईँलाई है तपाईँले अघि भेट्नु तपाईँ कति धेरै राम्रो तपाईँ त कहाँको भन्नुभएको थियो रानीपुरको क्यारीको है अलिक होस्ट टाढो यता आन्टी तपाईँ जयमसी तपाईँलाई पनि तपाईँको नाम तपाईँ कहाँको हुनुहुन्छ कालिम्पोङको ए कति भयो यहाँ तपाईँ 2 वर्षमा त्यो तपाईँ सबै ठिकै छ सबै खुसी लाग्यो तपाईँलाई भेटेर पर आउँदै गरेको हुने चाहिँ नानी रहेछ उहाँ चाहिँ डेफ एन्ड डम रहेछ है उहाँ चाहिँ बिचरा बोल्नु सक्नुहुँदैन रहेछ यो नानीलाई हेर्दाखेरि चाहिँ मलाई आफैलाई भित्र मन देखिन्छु क्या हामी कति लाइफमा कम्प्लेन गर्छौँ यो छैन त्यो छैन यो भएन तर आज यो नानीलाई भेटेर मेरो मन यति आश्वासित भयो है Thank you. फेरि भेट्नेछौँ हामी ल मैले पनि बिहान गरेँ छोरीले पनि गर्यो